Hey guys, welcome back to the channel. I hope you guys are doing absolutely fine. र आज फेरि पनि तपाईहरुको समक्ष एउटा भिडियो लिएर आएको छु हैन। सो आज भिडियो चाहिँ के छ भन्दाखेरि Q&A है, अनि Q&A क्वेशन एन्ड आन्सर। अनि यसमा त अब हैन यहाँ अगाडि देखिहाल्नु ट्विस्ट हुन्छ हाम्रो च्यानलमा। ट्विस्ट बिना हाम्रो च्यानल चल्दैन। सुरुवातदेखि नै तपाईहरुलाई थाहा नै छ ट्विस्ट। सो के छ भन्दाखेरि करेलाको जुस छ यो होममेड मैले बनाएको। यो टमेटो केचपको के पनि सुके टाइपको भन्नु अब यहाँ। र यसमा क्राइटेरिया चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जति पनि क्वेशनहरु जुन चाहिँ अब आफुलाई एन्सर दिनु मन छैन त्यो चाहिँ यो खानु पर्यो। सो लेट्स स्टार्ट विथ द फर्स्ट क्वेशन। हेर्नु त क्वेशन के छ फर्स्टको। What is the color of your underwear? फर्स्ट अलिक धमाका छ। फर्स्ट है हेर्नु पर्ने अघि नेभी ब्लू ब्ल्याक सबैको फेभरेट हो नि त। देखा र अर्को त्यहाँदेखि अहिले के भन्छ हु इज योर क्रस फर्स्ट जिएफ भन्दैछ ल। ए क्रस पनि क्रस हैन, क्रस और फर्स्ट जिएफ हो भाइ। राम्ररी छैन और सर केही छैन। क्रस र फर्स्ट जिएफ मलाई त्यस्तो खासै त याद छैन। क्रस त को छैन छ मेरो को छ आलिया भट्ट। भाइ म त बाचे आउ भन रे के भन भन न एक होला। मेरो त आलिया भट्ट। मेरो चाहिँ को भन्दा नि त्यो पिक्चरमा छ नि एउटा अब नाम भन्नु पर्यो। क्रस खासै अब त्यस्तो छैन कि तर अब हुन्छ नि हैन हुन्छ नि छैन खा भाइ खास छैन भनेर अन्त कसरी खानु त्यो छैन नि सबैको हुन्छ तैँले त्यो जोतेको खा भाइ। अब सट्टै भन बटम सबै अलिकति चाख्छु अनि पहिला अलिकति चाख्छु म। जसले जित्छ हो त्यसले चाहिँ डल्लै बल्छै हालेर यो चाहिँ दामी सिँगै टल्क्यो। यहाँ फ्रुटी छ एप्पी छ हैन पछाडी यो लिची हैन म भन्छु नि त। ल भन ल। अब त्यो हम्रेहरु चाहिँ भन्नु भएन। अब क्रस हो मेरो पनि सिल्भा जेटी हो नि त। नाच्छ तलाई के राजकुन्द्राले जो सुकेर नाच्छ। ल अर्को क्वेशन के छ भन्दा हु इज ब्रदर्स गर्लफ्रेन्ड। ल यो चाहिँ मलाई अलिकति अब मलाई यो क्वेशन मलाई पनि आएको छ छैन त अहिले एकछिन मलाई छैन रहेछ। वाट इज ब्रदर्स गर्लफ्रेन्ड गर्लफ्रेन्ड ब्रदरको लागि भयो। मेरो गर्लफ्रेन्ड त 100 वटा त होला। अस्ति है अस्ति गर्दाखेरि 100 वटा थियो हैन 100 वटा थियो। त्यही कारण खाना त्यसै छैन खाना भन्नु त सक्दिन छैन। त्यही कारण यो चाहिँ नभएर हो नि त। सट्टै पहिला अलिकति चाख्छु हैन यसो अरु सट्टै पहिला अलिकति चाख्छु सजिलो नि हुन्छ। त्यस्तो चाहिँ त छैन। मैले पानी फिटेछु खाना खाना दामी छ छिटो बटम छ। यस ल नेक्स्ट क्वेशन। व्हाट इज योर निकनेम। सो निकनेम निकनेम के छ मलाई त सबैले पिके भन्छ। मलाई तुस्की भन्छ। तुस्की भन्दैन भन्न छिटो अब भन्नु न तुस्की भन्छ। नेक्स्ट क्वेशन भन्न। त्यहाँदेखि माई बर्थडे के कसले सोधेको अंकिता थापा मङ्गल। अंकिताको बर्थडे सो नाइस वन। यस भेरी नाइस नाइस वन। के होला मलाई याद छ याद छ झन्डैले म चिन्दिन त को हो। अंकिता हो पारेको। म ला कसरी चिन्नु म चाहिँ एक्टिङ नगरे अंकिताले पिट्छ अहिले म चिन्दिन भनेको को अंकिता भन्नु ल भाइ भन भाइ अहिले चिन्दैनस् नि। तँ भन्दा हुन्छ मैले भन्नु त तैँले भनिहाल्छस्। मैले पनि भन्नु त भनिहाल्छस् नि मलाई हो कि हैन। मलाई डेट थाहा छैन मन थाहा छ। मन भन्ने दिन चलेका मलाई पनि मन याद छैन। ल भन् त तँ भन्न ल हैन पेपरमा लेखौँ न त हैन जसको राइट हुन्छ हैन पेपरमा लेख्छ। अब मैले भन्दा जुन भन्दा नि जुनै भने नि भरे हैन बरु हामी पेपरमा लेख्छौँ। पेपरमा जसको राइट हुन्छ जनवरी
मन्थ मात्रै भन्दा हुन्छ होइन ल पेन चाहिँ एउटा लेख्न चाहनु देखाइरहेको भन्छ तेरो एन्सर तेरो भन्न पहिला तेरो भन्न मेरो एन्सर नि एकछिन लाऊ देख्यो यो हो मेरो एन्सर पनि त्यही छ छेउमा मेमै हो खासै ह्यान्डराइटिङ त फेरि कसको मेमा मेरो जुन भन्छ ल नेक्स्ट क्वेसन खास डेट त अब त्यही याद हुँदैन हैन 22nd of May त्यस्तो लाग्यो बट आइ एम नट स्योर हु इज योर गर्लफ्रेन्ड मैले त अघि खाइसकेँ फेरि हु इज योर गर्लफ्रेन्ड मैले त खाइसकेँ तँलाई सोधेको हो नि त अब तै त छस् अब मेरो गर्लफ्रेन्ड छैन 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 त्यही भएर अब होइन खानु पऱ्यो अब कस्तो छ बिग भाइ दामी नखाँदा हुँदैन ए मजाक गर्छ नि त अन्त फेरि भिडियोमा खाऊ न तिमी गर्लफ्रेन्ड वाला सवाल लगिरहेको छ तर हु इज योर क्रस एन्ड गर्लफ्रेन्ड भन्नेमै यो हु इज योर क्रस भन्नेमा हैन अर गर्लफ्रेन्ड त्यसमै क्रस न गर्लफ्रेन्ड एउटा भइसकेको थियो नि त क्रस भन्ने तर अब त खाली पर्यो नि त अब फेरि यो पार्टी पनि पछि हैन अब त्यहाँ नाम हु इज तुषार्स गर्लफ्रेन्ड भनेकोमा त्यो अर्कै हुन्छ जस्तो त्यो हु इज गर्लफ्रेन्ड आएको छ अब यो हामी दुईजना सोधेको तर मलाई खाइसक्यो त्यो त तैँले त प्रपोज गरेर आम त्यसले यो क्वेसन त तेरो लागि तैँले भन्नु पर्यो नि त त्यस्तो त कहाँ हुन्छ खाऊ तिमी छिटो हुँदैन त्यस्तो डराइ बस्छ गर्लफ्रेन्ड छैन र पनि खानुपर्ने यस्तो किन यस्तो तेरो त छ नि त तैँले भने जस्तै हो छ भने त मेरो एकवटा छ अब कुनको भन्नु नि अब हैन मेरो एउटा पनि छैन नि त अन्त खाइदियो जेसुकै छ डराइ बस्छ तिमी नाक बन्द गरेर खान्छ पुरा उज्यालो है त लकडाउनमा सबै नोट आउँछ भनेको बाइक चाहिँ सबै नोट आयो यो पालि उठ्याउँदैछ यो न सक्दैन सर के यार मलाई च्यालेन्ज गरि बस्छ भयो नेक्स्ट क्वेसन यो भयो देन हु इज योर क्लोज फ्रेन्ड मेरो क्लोजेस्ट फ्रेन्डमा भन्नु पर्दाखेरि अब केटामा हो भने अब यहाँ प्रजले छ होइन सबै कुरा थाहा भएको म अब सबसे क्लोज भन्नु मेरो प्रणिता छ एउटा त्यो छ त्यहाँदेखि अरू छैन किनभने त्यसलाई अब जतिखेर पनि कल गरेर बोल्दा फेरि माई बर्थडे डेट होइन यो होइन त्यो होइन फेरि वाट ए हाम्रो डेट अफ बर्थ सोधिरहेको छ डेट अफ बर्थ सो होइन इयर चाहिँ नभनौँ कि मन्थ र डेट भनौँ न किनभने उनीहरूले उयो गर्छ नि विस गर्छ होला नि त सो माइन इज 8th of June 17 अगस्त पर्सि है पर्सि 13, 14, 15 ल आज कति तारिक हो आज 14, 15, 16, 17 3 days to go What is your favorite color? Favorite color? Green त हुँदै होइन हो सो टु बी स्पेसिफिक आई लाइक ग्रे होइन टपमा त्यहाँदेखि स्काई ब्लू Black. ब्ल्याक हुन्छ ग्रिन Skin black and ल नेक्स्ट skin black. Anta, why are you so handsome? ओ माई गॉड छैन हामी त्यति साह्रो ह्यान्डसम हामी भन्दैको के अब छैन हामी अब किन सोधिरहेको छ अब अब ह्यान्डसम लाग्यो भने चाहिँ किन भन्दाखेरि चाहिँ हामी घरको भात खान्छ बाहिरको जङ्क फुड बेसी खाँदैन होइन यस्तो करेला खान्छ नि त अन्त हामी यस्तो करेलाको चाहिँ छ्यालिदिइहाल्यो त्यस्तो न हामी घरमै बनाएको होममेड नेक्स्ट के छ भयो What is the plan for future? Lots of love and support from your sister.
Okay, thank you very much for your love and support. त्यसरी नै सपोर्ट गर्दै गर्नु Okay, thank you very much for your love and support. तपाईले यसरी नै लभ एन्ड तपाईको प्रेम अनि तपाईको सपोर्ट देखाउनुस् हामीलाई हैन र फ्युचर प्लान्स चाहिँ अहिले भन्नै पर्दाखेरि चाहिँ I don't want to share म के गर्दैछु भनेर but yes it's very big and so what's your future plan? अब आफूले बनाएकै छ भने चाहिँ के गर्नु त्यसरी खानु अघि गर्लफ्रेन्ड बनाएको थिएन खाइस अब फ्युचर प्लान्स बनाएनस् न त्यस्तो छ कि अब के को म भन्दैछु नि त अब बिहा गर्नु छ बिहा गरेर नानी जन्माउनु छ प्लान के भन्दा चाहिँ 12 पढ्ने हो 12 पढेर कलेज गर्छु कलेज गरेर अब त्यहाँदेखि म पढ्दैछु नि त त्यहाँदेखि कलेज गरेर अब के हुन्छ त्यहाँ फर्दर अब केसमा उयो भएको छ अब अहिले त त्यस्तो म त भर्खर कहिले 16 त अब बिस्तारै प्लानहरू सरी यो टल्केकोमा चाहिँ अब यो घाम त्यसको चाहिँ आफैमा वापस दिइरहेको छ नि ल नेक्स्ट क्वेशन ल ठिकै छ पहिला हामी त्यही त बात चाहिँ तँलाई सोधेको छ योर पर्सेन्टेज इन क्लास 12 भन्दैछ मेरो क्लास 12 हो नि तेरो सबसे फर्स्ट अब कुन चाहिँ छ हो त्यसबाट भन्न नि त मेरो बेसी आएन 67 मलाई त्यस्तो केही छैन योर रिसेन्ट गर्लफ्रेन्ड नेम ओ माय गॉड है so in this past few days I've not met any kind of girlfriends so तपाईँको क्वेसन इज इनडाइरेक्ट म त अझ सिंगल चाहिँ खासमा गरेँ 16 वर्ष भइसक्यो 16 वर्षसम्म आई एम स्टिल सिंगल हामी त्यस्तो राम्रो भयो हामी सक लन्डा सो हाम्रो क्वेसन सकेछ बेसी छैन क्वेसन हैन अब हैन हाम्रो ड्र भएको छ हैन सो प्राइस पनि ड्र गरौँ किनभने सबै कुरा प्राइस नि हुन्छ ड्र गरौँ सो थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो हैन हाम्रो कन्सेप्ट नभएर क्युएनए बनाएको हैन तर क्युएनए किन बनाएको भन्दाखेरि अब हामी छिटै भन्दा बाइक सो अब हामीले प्रजललाई हामीले देख्न पाउँदैनौँ घरिघरि अनि म अब यो च्यानलमा एक्लै गर्नुपर्ने हुनेछ अब कति समयको लागि हो त्यो थाहा छैन स्पेसिफिकली भन्नु पर्दाखेरि हो सो यस तपाईँले मलाई यसरी नै सपोर्ट गर्नुहोस् मेरो च्यानललाई तपाईँले यसरी देखाउनुहोस् आफ्नो होइन सो इफ यु लाइक दिस भिडियो तपाईँले भिडियोलाई थम्स अप दिनुहोस् त्यहाँदेखि मुनि कमेन्ट गर्नुहोस् के हेर्नु सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब पनि यस अन्त के बजाइदिनुहोस् बेल आइकन यस टङ टङ so अब खाएको हेर्नुहोस् we'll see you in the next one till then bye bye